नमस्कार। आजको यो विशेष चर्चामा स्वागत छ। आज हामी एकजना साँच्ची नै असाधारण व्यक्तित्व महावीर पूर्ण र उहाँको जीवनमा आधारित पुस्तक महावीर पूर्ण सम्भावना, सपना र अविरल यात्राबारे अलि गहिरिएर कुरा गर्दैछौँ। यो पुस्तकले त उहाँको समर्पण अनि त्यो वैज्ञानिक सोच, नयाँ कुरा खोज्ने लगाव र देशप्रतिको माया हैन, यी सबै कुरा समेटेको छ रे। आज हाम्रो उद्देश्य चाहिँ उहाँको यो यात्राको सार के हो र यसले के सन्देश दिन्छ भन्ने बुझ्नु हो। उहाँको यात्रा आफैमा एउटा अचम्मको कथा जस्तो छ नि, हैन र? म्याग्दीको त्यो सानो सामान्य गाउँबाट उठेर अमेरिकाको विश्वविद्यालयसम्म पुग्नु अनि फेरि आफ्नै माटोमा आफ्नै देशमा फर्किएर सूचना प्रविधिको भनौँ न उज्यालो छर्ने अभियान चलाउनु। वाउ, यो त सामान्य पृष्ठभूमिबाट अमेरिका पुग्नु अनि फेरि देशकै लागि फर्किएर यस्तो काम गर्नु, यो त साँच्चै प्रेरणादायी कुरा हो नि। हो नि, एकदमै। विदेशको शिक्षाले उहाँलाई प्रविधिले कसरी अवसरहरू सृजना गर्न सक्छ भन्ने देखायो। अनि त्यो ज्ञान चाहिँ आफ्नै गाउँठाउँमा, आफ्नै देशमा फर्काउने सोच उहाँमा एकदम बलियो बन्यो। उहाँको अनुभवले के देखाउँछ भने ज्ञान जहाँबाट लिए पनि हैन, त्यसको प्रयोग चाहिँ आफ्नै समाजको हितमा गर्न सकिन्छ। तर उहाँको सोच व्यक्तिगत सफलतामा मात्रै अड्किएन नि, हैन? त्यो गाउँ गाउँमा इन्टरनेट पुर्याउने अभियान, त्यसले त कति धेरैको जीवनमा फरक पार्यो होला है। त्यो नेपाल वायरलेस नेटवर्किङ प्रोजेक्टको कुरा गर्दा अलि बताउनुस् न, कसरी सुरु भयो त्यो खासमा? एकदमै। पुस्तकमा पनि उल्लेख छ, उहाँले के देख्नुभयो भने एउटा सामान्य इमेलले पनि दुर्गम बस्तीको मान्छेलाई संसारसँग जोड्न सक्ने रहेछ। हो, त्यही देखेर उहाँ प्रेरित हुनुभएको देखिन्छ। प्रविधि भनेको पहुँच हो, अवसर हो भन्ने उहाँको गहिरो बुझाइ थियो। अनि ती हिमाली गाउँहरूमा ताररहित प्रविधिबाट इन्टरनेट पुर्याउनु, खै त्यो चान्चुने कुरा त पक्कै थिएन, तर उहाँको त्यो अथक प्रयास, निरन्तरको लगावले नै त्यो सम्भव भयो जस्तो लाग्यो मलाई। युवाहरूको सृजनशीलतालाई एउटा मञ्च दिने राष्ट्रिय नवप्रवर्तन केन्द्रको कुरा गरौँ न अब। त्यो केन्द्र मतलब जहाँ युवा आविष्कारकहरूले आफ्ना आइडियाहरूलाई मूर्त रूप दिन सक्छन्, त्यसको अवधारणा चाहिँ कसरी आयो त? हो, ठ्याक्कै। त्यो केन्द्र नेपालमै नयाँ प्रविधि, नयाँ समाधानहरू विकास गर्ने एउटा हब बनोस् भन्ने उहाँको चाहना। इन्टरनेटले मानिसलाई जोड्छ भने नवप्रवर्तन केन्द्रले उनीहरूको क्षमतालाई उजागर गर्छ, बाहिर ल्याउँछ। यसले युवाहरूमा आत्मविश्वास भर्छ र देशमै केही गर्न सकिन्छ भन्ने आशा जगाउँछ। उहाँको व्यक्तित्वमा देखिने त्यो समर्पण, विज्ञानप्रतिको लगाव अनि नयाँ सोच्ने क्षमता र देशप्रतिको गहिरो माया हो, यी सबै मिलेर नै उहाँको काम यति प्रभावशाली बनेको हो। पुस्तकले पनि यही कुरालाई निकै सरल भाषामा जीवन्त उदाहरणसहित प्रस्तुत गरेको छ। सुन्दा त यो एक व्यक्तिको मात्र कथा रहेनछ, यो त देशकै सम्भावनाको कथा जस्तो पो लाग्यो मलाई त। त्यसो भए उहाँको जीवन र कामबाट निस्कने मूल सन्देश चाहिँ के होला त? पुस्तकले जोड दिएको उहाँको मूल सन्देश निकै शक्तिशाली छ जस्तो लाग्छ मलाई। त्यो के भने देश बदल्न सपना देख्नुपर्छ अनि त्यो सपना पूरा गर्न आँट गर्नुपर्छ। सायद यही नै उहाँको जीवनले दिने सबैभन्दा स्पष्ट सन्देश हो। सपना देख्ने र त्यसलाई साकार पार्न निरन्तर लागिरहने। त्यसो भए आजको यो हाम्रो कुराकानीबाट के बुझ्न सकिन्छ भने महावीर पुनको कथा भनेको दृढ सङ्कल्प, नवीन सोच र देशप्रेमले कसरी असम्भव जस्तो लाग्ने सपनालाई पनि यथार्थमा बदल्न सकिन्छ भन्ने एउटा एकदमै शक्तिशाली उदाहरण हो। अनि यो पुस्तकलाई त प्रेरणा खोज्ने वा समाजमा केही सकारात्मक परिवर्तन ल्याउन चाहनेहरूका लागि 5 स्टार 50 मूल्याङ्कन सहित सिफारिस गरिएको रहेछ। हो, उहाँको व्यक्तिगत प्रयास र समर्पण त निस्सन्देह प्रशंसनीय छ नै, तर यसले एउटा महत्त्वपूर्ण प्रश्न पनि खडा गर्छ नि, हैन र? नेपालमा यस्ता अरू हजारौं महावीर पुनहरू जम्माउन, उनीहरूको नवीन सोचलाई हुर्काउन र सपना साकार पार्न हामीलाई कस्तो किसिमको वातावरण चाहिने होला, कस्तो अवसर र प्रणालीगत सहयोग आवश्यक पर्ला, यो हामी सबैले गम्भीर भएर सोच्नुपर्ने विषय हो जस्तो लाग्छ।